जेसुकै पर्ला म नि हाम फाल्छु ल अब यहाँनिर त गएर खुट्टाले भुइँनै भेटेन त नपस्नु कक्रिनु हुन्छ उदो मुन्डे टाउको लाएर चाहिँ पस्नु न स्वाट गलिँदो रहेछ पानी खेल्दा गलिन्छ नि जरिवाना परे फाइन तिरौँला तर अप्पर मुस्ताङमा आएर यहाँ चाहिँ पौडी खेलियो है भुइँ भेटिन्छ पर पुग्दा अलि यता छेउमा मात्रै भुइँ भेटिन्छ गएर चाहिँ त्यसो हरियो भएको रहेछ त पानी त साबुन लाउने कि नलाउने नलाउनु त कुद्रा छ नजानु गलियो साह्रै गलियो छ अब नजाउँ गलेर खुट्टा टेक्नु पर्यो भन्दा एकचोटि यहाँदेखि वारिँदै पारी जानु त ल सकिँदैन फेरि यो जम पानीमा त गाह्रो हुन्छ नि त फेरि हान्दिम एकचोटि दुईजना सँगै जाउँ ल यता आइज एकैचोटि अरे एकछिन टिममा है ल रेडी 1 2 3 पानी खाए हजुर पानी खाए यार भरे खाजा चाहिँदैन खाना चाहिँदैन सेट रड पुग्यो होइन रड पुग्यो ल रड पुऱ्यायो अप्पर मुस्ताङमा आएर यहाँ कति माथि भयो यो 36 भन्दा माथि 36 भन्दा माथि आएर पौडी खेल्नु है स्विमिङ पुलमा पौडी खेल्दा यसो सास बढ्दैन नि यहाँ अक्सिजन कम छ त्यही भएर क्या कस्तो लाग्यो मेरो दाजु पौडी खेलेर साह्रै मजा यो आनन्द लिनु सबै यहाँ र हामीले ट्राई नगरेको चिजै भएन होइन हामीले यहाँ पौडी खेलिसक्यौँ अहिले यस्तो टाढासम्म एउटा पनि घर छैन धेरै टाढासम्म हिमालसम्म नि घर छैन यस्तो ठाउँ रोडहरू यस्तोरी घुमेर माथि लोमन्थाङ जाने हो बिचमा चाहिँ ताल छ यस्तो राम्रो ताल छ निलो पौडी खेल्यो यहीँ छ डाँडाकाँडा ल जाउँ है त यो ताललाई पनि हिमालबाट बगेर आएको पानीमा बगेर आएको पानीमा है